पैसा भन्ने चिज त भोलिको दिनमा कमाउन पनि सकिन्छ, तर एकचोटि जिन्दगी गइसकेपछि त्यो जिन्दगी फर्केर कहिले पनि आउँदैन। एकचोटि बस्ती नै, एकचोटि ठाउँ नै रित्तिएपछि कहिले पनि त्यो ठाउँ फर्किएर आउँदैन। तर बाँचेकाहरूले केही खान पाउनु, लाउन पाउनु भन्नको लागि चाहिँ यदि तपाईँ सच्चा एउटा नेपालीमा मानवता छ भने चाहिँ एकदम अहिलेको अवस्थामा एकदम सहयोग गरिदिनु होला। नेपाल सरकारबाट चाहिँ आधिकारिक होइन, यता ब्याङ्कहरू चाहिँ यता बनिसकेको छ, कोही पनि कसैको ब्याङ्कमा गएर नझुकिनु होला होइन। एकदम चाहिँ आफ्नो एउटा मेहनतको पसिनाको एउटा कमाइ होइन सही ठाउँमा सदुपयोग गर्नु होला। र मैले त मेरो तर्फबाट सक्दो सहयोग गरिसकेको छु। यदि तपाईँहरू छुट्नु भएको छ, साँच्चै मानवता छ भने पनि एक एक पैसाको भ्यालु छ, सहयोग गरिदिनु होला। र एकदम यति बेला चाहिँ नेपाली समाज होइन, एकदम विदेशमा रहनुहुने नेपालीहरू एकदम चिन्तित छ होइन। अब हामीले गर्ने भनेको त अरू केही पनि होइन, यति सहयोग हो है। साथीहरू सहयोग नै सकिन्छ यहाँदेखि, एकदम सक्दो होइन भिडियोलाई सेयर गरेर चाहिँ सबैले सहयोग गरिदिनु होला है त।